सबैलाई सबैजना सन्चै हुन्छ होला। म त एकदम सन्चै छु। हाम्रोमा यहाँ अहिले दुबईमा 4 साढे 4 भएको छ। अनि लाइक के छ भन्दाखेरि आज अब के पकाएर खाने भन्ने कुरा नि आयो। अनि मैले यसो सानो भिडियो बनाएर हजुरहरूलाई देखाउन खोजेको है। आजको भिडियोमा हामीसँग हुनुहुन्छ हाम्रो म्याडम, जो चाहिँ उहाँ गेस्ट हुनुहुन्छ, स्पेसल गेस्ट। हामीले भन्दा नि मैले त खाएँ, म्याडमले केही खानु भएको छैन। आज गेम खेल्ने अरे, त्यही भएर हामी सामानहरू कलेक्ट गर्न गएको। म्याडम यहाँ हुनुहुन्छ है। सो हामी सामान किनेर सामान के किन्यौँ सबै देखाउनेछौँ हजुरलाई एनदर राउन्डमा है। ओके ओके ल मैडम भागो सो म यस्तै हो। यस्तो छ के हुँदो रहेछ के अरे त्यो गुडियालाई के हुने रहेछ अरे। यो चाहिँ मेरो बहिनी जस्तो त फट्टु। प्रतिज्ञा जस्तो छ यो। सेम अनि यो चाहिँ मेरो भाइ जस्तो छ सुसेन। अनि यो चाहिँ म रानी। बेहुली। अनि उ त बन्दर म हो। यस्तो गरौँ न अर्काको पैसाले खेल्न मिल्दैन। मिल्दैन ल जाउँ सामान किन्नलाई। भन्नु न के किन्नु भएको। अझ यहाँ भुजा चटपटे म चाहिँ भागेको क्या, लुकेको। मलाई मनपर्ने चिज म मालदिप्स बसेर आएदेखि मलाई फेभरेट भएको टुना। मैले कि आज ब्ल्याक साल्ट खोजेको होइन। अनि यहाँ मैले क्लिन साल्ट देखेँ। अनि म खोज्दै तडको छेउमा पुगेँ होइन। अनि साल्ट त भेटेँ तर ब्ल्याक लेखायो तर पिङ्क छ। हेलो गाइज, आज चाहिँ म्याडमलाई म स्याउ किनिदिउँ भनेको पैसा आएर यसो फुजी स्याउ खोजेको, फुजी स्याउ भेटेन। पछिबाट म्याडमले हेर्दै मलाई बताए यहाँ रहेछ फुजी स्याउ भन्ने म्याडमको फेभरेट। ल अब यो फुजी स्याउ म किनेर म्याडमलाई दिनेछु है। थ्याङ्क यू। के अरे केटाहरूले अनि यो चाहिँ केटीहरूले यो यतातिर चाहिँ फ्रोजन तर यहाँ उयो पाउँदैन। Oh my God! Wow! अभिषेक सरले अब कोरियन पढेर सुनाउनु प्लिज भन्नु न। इङ्ग्लिसमा होइन कोरियनमा। खै काला भैँसी कोरियनमा फापाल। लगजमा हात्ती होइन, मलाई त्यो पनि मन परेको छ, हात्ती पनि मन परेको छ। अब बुल उठाइदिन्छ अब हेरौँ भगवान्। त्यो भन्नाले त्यही त तिमी कलर ब्लाइन्ड छौ नि। यो ब्राउन भएको हेरौँ ल विथ द ब्राउन विथ द हात्ती त इम्पोसिबल जस्तो लाग्दैछ यार। पैसा मात्र वेस्ट हुन्छ, त्यसमा पनि वेस्ट हुन्छ। देख्यौ पैसा मात्र वेस्ट हुन्छ।
त यो एकमा यो के हो यो बाघ छ्या म लिदिन यस्तो मैं हमेशा गरीब हूँ था और रहेगा एकमा एक फ्री सो गाइस आज मैले म्याडमलाई जितेछु ल म राति भनेर निक्लेको अन्धेरोमा नाइट ड्रेसमा अनि इट्स लिटरली बिहान भइसक्यो अब म यत्तिकै हिँडिरहेको छु मान्छेले मलाई हेरिराख केही छैन हेर्नुपर्छ कहिले काहीँ नमुना नि बन्नुपर्छ अरे क्या के भयो बेबी लाज किन बाबा भन न लाज लागिरहेछ म यत्तिकै हिँडिरहेको छु उज्यालो छ मान्छे ड्युटी जाँदैछ डक्कली भएर यस्तै छ आज बिहान बिहान केही धर्म काम गऱ्यो अब कसैलाई चिया खानु मन लाग्यो त्यो पैसा दिएन मैले 2 दिएर चिया खानु भनेर पैसा दिएँ खुसी लाग्यो बिहान बिहान राम्रो काम गर्दाखेरि मलाई मेरो म्याडम यहाँ छ अनि यस्तै हो जिन्दगी गाइस हाम्रो यहाँ ड्रिङ्क्सहरू रेडी छ सबै खानेकुरा रेडी छ सो गाइस सामान रेडी छ मान्छे रेडी छ हामी अब वी आर गोइङ टु प्ले रक पेपर सिजर है रुल्स यस्तो हो भने हामी रक पेपर सिजर गर्छौँ जो हार्यो हार्ने मान्छे उता गएर 5 काउन्ट गर्ने अनि फर्केर मान्छेलाई छुने छुने हैन तान्ने म त तान्ने ल जे गर्दैन रेडी 1 2 3 गो रक पेपर सिजर रक पेपर सिजर रक पेपर सिजर ये के छ रक पेपर सिजर सु रक पेपर सिजर सु अरे हुँदैन रक पेपर सिजर सु म नआउने जाने मन तान्दैन खाउ गर न खेल्नै आउँदैन रहेछ के खेल्दैन पेपर सिजर सु रक पेपर सिजर सु Rock, paper, scissors, shoot. Oh. It was at this moment that he knew he fucked up. So guys, भिडियो हाम्रो त यस्तै भयो तर के गर्नु स्पेस थिएन म ल हैन अब त गेम पुरै इन्डसम्म जान्थ्यो त्यही पनि के छैन हामी दुईजना मिलाउन सक्यौँ आधी खान सकायौँ आधी मैले लाइक यहाँ राखेको छु होइन अब लास्ट एउटा कोक बाँकी छ चियर्स है अब हामी खाना खाइसक्यौँ यो खानै भन्नु पर्यो ल अब हामी सुत्छौँ है ल गुड नाइट भन्छु सबैलाई गुड नाइट गुड नाइट गाइज